जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको सहजीकरण र बिर्ता बजार ट्राफिक पोस्ट र बिर्तामोड 10 वडा कार्यालयको समन्वय तथा अनहार्मोनी सोसियल युथ क्लबको प्राविधिक सहयोग र बिर्तामोड 10 विराट पोखर टोलका स्थानीयको आर्थिक सहयोगमा आज बिर्तामोड 10 विराट पोखरको यातायात दुर्घटना अत्यधिक हुने जोखिम क्षेत्रको पहिचान गरी स्थानीय बासिन्दाको माग अनुसार सैनिक मोडदेखि सैनिक बजार जाने सडक खण्डको विराट पोखरमा 4 ठाउँमा प्रथम पटक जेब्रा क्रसिङ लगाउने कार्य सम्पन्न भएको छ। उक्त क्षेत्रको 2वटा विद्यालय विष्णु भगवती अङ्ग्रेजी स्कुल र विराट आधारभूत विद्यालय जाने तथा मनोकामना चोक सहित तारानाथ चोकमा जेब्रा क्रसिङ निर्माण गरिएको स्थानीयले बताएका छन्। यस्तो किसिमको जेब्रा क्रस निर्माणले पैदल यात्रु लगायतलाई सडक आरपार गर्न साथै पैदल यात्रा गर्न साथै सवारी आवागमनमा सहज हुने स्थानीय सरोकारवाला सहजकर्ता समन्वयकर्ता समाजसेवीहरूको भनाइ छ। स्थानीय बासिन्दा सरोकारवाला सहजकर्ताको भनाइ जस्ताको तस्तै। तपाईँ स्कुल एरिया परेको हुनाले एकदमै बढी दुर्घटना परेको हुनाले केटाकेटीलाई आवाज जातको लागि सहज हुनको लागि हामीले ट्राफिकमा चाहिँ हामीले सहजीकरण गरेर ट्राफिक इन्जिनियरहरू सबैको सहजीकरण गरेर हामी स्थानीयबाट चाहिँ यो केही आर्थिक सङ्कलन गरेर हामीले चाहिँ यो जेब्रा क्रसिङ राखेको। यहाँ यो हाम्रो टोलमा चाहिँ दुर्घटनाहरू भइराख्ने भएकोले गर्दा यसलाई कसरी न्यूनीकरण गर्ने भन्दा कम्तीमा हामीले चाहिँ यो जेब्रा क्रसिङ राखेर भए पनि अलिकति न्यूनीकरण गर्न सकिन्छ कि भन्ने उद्देश्यले यो 2टा स्कुलको बच्चाहरू जसो दुर्घटनामा नपरुन् र यहाँ अलिकति चोक जस्तो पनि भएकोले गर्दा यो विष्णु भगवती स्कुलको अगाडिपट्टि त्यस्तै गरेर मिल चोकमा जहाँ चाहिँ हाम्रो विराट पोखर आधारभूत स्कुल गइन्छ त्यहाँ पनि धेरै दुर्घटनाहरू भएकोले गर्दा त्यहाँ पनि स्कुललाई पनि मध्यनजर राखेर त्यहाँ हामीले राखेको छौँ। र अर्को चाहिँ मनोकामना चोक त्यहाँ पनि चौबाटो पर्छ, त्यहाँ झन् बढी दुर्घटना भइराखेको झ्याप्सा झल्सी भएकोले गर्दा त्यहाँ र तारानाथ चोकमा गएर 4 ठाउँमा चाहिँ जेब्रा क्रसिङ राखेका छौँ। आज हामी अनहार्मोनी सोसियल युथ क्लबबाट प्राविधिक सहयोग गर्दै हामी ट्राफिक सरहरूसँग जेब्रा क्रसिङ बनाएका छौँ। यो बिर्तामोड 10 नम्बरमा सबै यहाँको स्थानीय वासीहरूसँग सहकार्य गरेर र यस्तै इभेन्ट चाहिँ हामीले योभन्दा अगाडि हल्दीबारी पनि गरेको थियौँ, हल्दीबारी 2मा। र यो निरन्तर हामी ट्राफिक सरहरूसँग म्याडमहरूसँग सरसल्लाह लिएर र स्थानीयको सरसहयोग लिएर त्यही जेब्रा क्रसिङ बनाउने अभियानमा लागेको छौँ। आवश्यकतालाई हेर्दा अब स्थलगत नै हेर्नुपर्छ। हामीले उहाँ बसेर निर्णय गर्ने कुरो हुँदैन। अनि त्यो हेरिसक्दाखेरि चाहिँ यहाँनिर स्कुल जाने बाटोमा धेरै एक्सिडेन्ट पनि भएको कुरा चाहिँ हामीलाई सुनाउनु भयो। के भएको कारणले गर्दाखेरि यहाँको आवश्यकतालाई हेरेर स्थानीयको मागलाई हामीले मध्यनजर गर्दै स्थानीय सरकार र हाम्रो जिल्ला ट्राफिकसँग समन्वय गरेर म अहिले बिर्ता बजार ट्राफिकबाट खटेर आएको छु। हामीले यहाँनिर 3टा जति जेब्रा क्रस बनाउने गरेको छौँ। यो क्षेत्रमा जोखिम न्यूनीकरण गर्नको लागि यो जेब्रा क्रसिङले थप टेवा सेवा पुग्नेछ भन्ने मैले महसुस गर्छु। किनकि मनोकामना चोकमा म आफै पनि एम्बुलेन्ससँग सडक दुर्घटना परि घाइते भएको एउटा पेसेन्ट भएको नाताले पनि म यो जानकारी गराउन चाहन्छु कि सडक पेटीको छेउछाउमा आसपासमा हिँड्दाखेरि सडकसँग सम्बन्धित रुल्सहरू पनि फलो गरेर अब ट्राफिक नियमहरू पनि फलो गरेर हिँड्नको लागि म सर्वसाधारण सम्पूर्ण नागरिकहरूलाई पनि वडाको तर्फबाट हार्दिक अपिल र निवेदन गर्न चाहन्छु।